आज म सल्भ गर्नेवाला छु एउटा रिभ्यू क्यूब। हजुरले यो भन्दा अगाडि यो कतै देख्नु नि भएको होला। मैले सुनेको थिएँ यो 10 सेकेन्डमा सल्भ हुन्छ, तर मलाई यो 10 मिनेटसम्म चाहिँ सोच्दैमै लाग्यो। यो क्यूब सल्भ गर्न मलाई दिन बितोस्, हप्ता बितोस् या महिना बितोस्, चाहे वर्ष नै बितोस्, तर म यसलाई सल्भ गरेरै छाड्छु। बात त सही है। भिडियोको अन्त्यमा या त यो क्यूब फुट्छ या त मेरो यो दिमाग फुट्छ। समयले खेर नफालेर अब लागौँ यो क्यूबलाई सल्भ गर्न। आइए देखते हैं, मजा आएगा। यो हो पुरै बिग्रेको रिभ्यू क्यूब। हेर्न सक्नुहुन्छ नि एउटा कलर पनि मिलेको छैन र यसलाई मिलाउने जिम्मा मेरो। लेट्स सी अब पहिला एउटा कलर मिलाऊँ। चलो भाई देखो अब मैं क्या करता हूँ। मैले एउटा कलर पनि मिलाइसकेको छु र बाँकी कलर मैले मिलाउन धेरै प्रयास गरेँ तर सकिँदैन, किनभने यो बनाउनु पनि एउटा टेक्निक हुन्छ र आज म त्यही टेक्निकलाई युज गरेर यसलाई म बनाउनु छु। जसरी भए पनि बनाउँछु मैले। लेट्स सी त्यो टेक्निकलाई फलो गरौँ र हजुरहरूलाई पनि म सिकाउने छु यो कसरी बनाउँछन् भनेर। क्यूब सल्भ गर्नको लागि चाहिँ हामीले लेयर बाइज लेयर बनाउनु पर्ने हुन्छ। फर्स्टमा चाहिँ हामीले क्रस चाहिँ बनाउनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ म चाहिँ क्रस बनाउन लागिरहेको छु। यता हेर्न सक्नुहुन्छ मैले चाहिँ फर्स्ट लेयर चाहिँ बनाएँ। यता हेर्न सक्नुहुन्छ नि यहाँदेखि चाहिँ पुरै एउटै कलरमा म्याच छ। यता हेर्न सक्नुहुन्छ माथि चाहिँ मैले एउटा कलर बनाएँ र अब म सेकेन्ड लेयर बनाउनु पर्ने हुन्छ मलाई। हेर्न सक्नुहुन्छ मैले सेकेन्ड लेयर चाहिँ बनाइसकेको छु। यता हेर्न सक्नुहुन्छ र अब चाहिँ मैले माथि जो टपको लाइन बनाउनु पर्ने छ। यदि मैले यो मिलाएँ भने मेरो क्यूब चाहिँ बन्छ। हेर्न सक्नुहुन्छ नि र लेट्स सी अब यसले नै बनाऊँ। हेर्न सक्नुहुन्छ नि मेरो चाहिँ यो दुईटा कलर चाहिँ मिलिसकेको। यता हेर्न सक्नुहुन्छ यता हेर्न सक्नुहुन्छ अब थोरै बाँकी छ। अब चाहिँ हुनु मलाई यत्रो मिनटपछि मैले चाहिँ यो फाइनली यो क्यूब चाहिँ सल्भ गरिसकेँ। हेर्न सक्नुहुन्छ नि पुरै मिलेको छ। यता हेर्न सक्नुहुन्छ नि टाइम लाग्यो तर मैले अन्तिममा मिलाएरै छाडेँ। त्यही त थियो आजको यो च्यालेन्ज चाहिँ कम्प्लिट भएको छ। र म हजुरहरूले एउटा अर्को कुरा भन्न चाहन्छु, मैले भिडियो नहाल्नुको कारण मलाई एउटा कन्टेन्ट मिलिरहेको थिएन। हजुरहरू कमेन्टमा भन्नु होला म कुन टाइपको भिडियोहरू बनाऊँ। हजुरहरू कमेन्टमा चाहिँ मलाई च्यालेन्जहरू यस्तो दिन सक्नुहुन्छ, म त्यही अनुसार म चाहिँ कम्प्लिट गर्नेवाला छु। र त्यही यही थियो आजको यस भिडियो। यदि अन्तिमसम्म हेर्नुभयो भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला र यदि दामी दामी कमेन्ट पनि गरिदिनु होला। हामी चाहिँ नेक्स्ट भिडियोमा नेक्स्ट टपिक्स लिएर टाटा एन्ड गुड बाई। मैले एउटा भने मिलाइसकेको छु र यसरी मैले एउटा कलर पनि मिलाइसकेको छु।